यो भिडियो हेर्नुहुने सम्पूर्णलाई नमस्कार। मेरो तर्फबाट केबीके खबरमा तपाईहरु सम्पूर्णलाई स्वागत छ। यस युट्युब च्यानलमा म पहिलोचोटि ब्लग जस्तै गरेर तपाईहरुलाई भिडियो बनाएर देखाउँदैछु। कृपया सबैजनाले साथ दिनु होला। नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला। यो च्यानल चाहिँ मैले निकै अगाडि खोलेको थिएँ तर युजमा भर्खरै मात्रै ल्याउँदैछु। तपाईहरु सबैको माया पाउनेछु भन्ने मैले आशा गर्दछु। तपाईहरुलाई के लाग्दैछ त? कस्तो लाग्दैछ राष्ट्रपा सरकार, बालेन रवि कोही सरकार? मजा लाग्दै होला हैन? खै छोड्दिउँ, सरकारको कुरा छोड्दिउँ हैन। काम मिया भइरहेछ र सबै नेपालले अलि चित्त नबुझेको कुरो भनेको चाहिँ यो सुकुम्बासी बस्ती व्यवस्थापन बिना नै भत्काइयो हैन। उनीहरुले अगाडि नै व्यवस्थापन गर्नु पर्थ्यो। घरको या कहाँ दिने जग्गा के हो सबै व्यवस्थापन गरेको भए अलि ढुक्कले खुसी भएर उनीहरु घर छाड्थ्यो होला भन्ने कुरा सबैको मनमा रहेछ, गुनासो रहेछ। मेरो मनमा पनि थियो हैन, तर अब अगाडि नै भत्काइयो। जोस अहिले राम्रो हुँदैछ। अब धनी पूर्जा दिनु सुरु गरिसकेछन्। कतिले पाए हैन, कतिले पाउने क्रममा छन्। विवरण सङ्कलन भइराखेको छ हैन। अब एलानी जग्गाको कुरा चाहिँ धेरैलाई फेरि पिराइराखेको रहेछ। हुन त अब नेपालको त अधिकांश त एलानीमै छन्। स्वयं म पनि एलानी जग्गामै बसोबास गर्ने मान्छे हो। तर मेरो नगरपालिकामा त अहिले नै जग्गामा बसोबास गर्नेहरूलाई त्यो हैन त्यहाँको रिपोर्ट लिएर लाल पूर्जा दिन सुरु गरिसकिएको छ। सुरु भइसक्यो। पहिलो चरणमा कोशी प्रदेशका विभिन्न गाउँपालिका, उपमहानगरपालिका, नगरपालिकाहरूमा दिन सुरु गरिसक्यो। एकदमै खुसी हुनुस्, ढुक्क हुनुस्। आज सांसद भवनको त्यो बैठक तपाईले हेर्नु भएको भएन? स्वयं राष्ट्रपतिज्यूको मुखबाट कस्ता शब्दहरू निक्ले। सबै पार्टीहरूको मागहरू त्यहाँ समावेश गरिएका छन्। परिवर्तनका लागि चाहिने सबै योजनाहरू त्यहाँ छन्। राष्ट्रपति सरकारले सबैको योजनाहरूलाई समेटेर अध्यादेश ल्याएको छ। कृपया सबैजनाले साथ दिनुहुन्छ होला भन्ने आश गरेका छौँ हैन। अब प्रतिपक्षहरू हो, कता विरोध त गर्दै नै पर्यो। विरोध नगरी त प्रतिपक्षको काम छैन। तर प्रतिपक्षको विरोध मात्रै भन्दा पनि समर्थन पनि जनाउनु पर्यो। ज्ञानेन्द्र शाही जस्तै, हर्का साम्पाङ जे जस्तै राम्रो कामको चाहिँ गुणगान नगाउने हैन, अलिकति कता चित्त नबुझेको कुराहरू मात्रै भनेको गर्ने पनि हैन। तर हर्का साम्पाङ पनि आफ्नो ठाउँमा एकदम ठिक मान्छे हो। उहाँको पनि सही लाग्छ मलाई विचारधारणाहरू हैन। उफ, हातै गलिसक्यो। माया गरिदिनु होला, सबैले सब्स्क्राइब गरिदिनु होला, यो च्यानलमा जोडिनु होला। केबीके खबर मेरो फेसबुकमा पनि यही नाम छ, केबीके खबरबाट। कृपया सबैले त्यो पेज लगाएर पनि फलो गरिदिनु होला माया छ भने। र अन्तिममा सबैको भलो होस्, सबैजना सुस्वस्थ हुनु होला एकदमै कामना गर्दछु। जय नेपाल, जय देश।